अब यो भाइले फेरि अब ड्यु डेट दिएको पनि 2-3 नाइस नाइस ल अब अगाडि पनि लैजा ल उकालोमा नि त अब चाहिँ निकालेर अन्त साइडमा छिरम भने यता हालिरहेको रहेछ त्यो Hello guys, good morning. अहिले चाहिँ एकदम अर्ली मर्निङ बिहानको 5 बज्यो अनि it's my time to wake up है सो म चाहिँ अब उठेँ अब फ्रेस भएर अफिस जानु छ लेट्स स्टार्ट माई डे but I still feeling sleepy see you guys more fresh भएर then I'll continue ta-da Okay guys okay so बसेँ हामी रेडी भएर मैले पार्किङबाट बाइक पनि निकालिसकेँ इट्स अर्ली इन द मर्निङ है अहिले एकदमै बिहान भइरहेको छ सब चाहिँ म अफिस निस्किन लागेको यस्तो फोहोर भएको रहेछ यार धुनुपर्ने अस्ति पानीमा भिजेको थियो अस्तिको पानीमा धुन पाएको छैन बाइकलाई यसो सरसफाइ हाल्नुपर्ने रहेछ चिसो लाग्यो So here we go. Okay. So अब आज तपाईहरुलाई आज मेरो फुल डे भ्लग हुन्छ है बिहानदेखि बेलुकासम्म के भयो अनि आज त्यस्तो धेरै प्लान्स त छैन खासमा तै पनि के हुन्छ हेरौँला सो हाउ यु गाइज आर डुइङ के कस्तो भइरहेछ जिन्दगीमा सो कमेन्ट गरिदिनु होला धेरै लाइक कमेन्ट सेयर चाहिँ हालिदिनु न झ्याम पैसा लाग्दैन त भनेर हिजो भर्खर एकजना युट्युबरको पनि मैले देखेको थिएँ सो इट हेल्प्स टु ग्रो इन माई युट्युब एल्गोरिदम त्यसैले बिहान इट्स काइन्ड अफ चिसो अझै पनि होइन दिउँसो गर्मी फिल हुन्छ तर बिहान चाहिँ चिसो जाडै छ सो गाइज अघि घरबाट निस्किँदा कस्तो अँधेरोमा निस्केको है अहिले पुरा बाटोमा आउँदा त्यसको बिहान भइसक्यो ओके बिहानै शीतल हावा सो लभ बिहानका हावा लभ क्या तर बिहानका हावाले रुगा लगाउँछ अघि अब मेरो काम पनि ठाउँमा पुग्न लागेँ अनि त्यस्तै हो अब आई हेभ 5 to 6 hours to work here अनि अब त्यसपछि के हुन्छ हामी त्यसपछि भेटौँला है कतै नजानु होला स्टे ट्युन है सो गाइज अब चाहिँ हाम्रो आजको मेरो काम यहाँबाट सकेर म चाहिँ निस्किन लागेको सो अघि निस्किने बेला चाहिँ मैले समर्पणले मलाई कल गरेको थिएँ क्या अनि समर्थनको कलेजमा जानु पऱ्यो भनेर कल गरेको थियो समर्पणले सरी अनि दाइ नारायण टाढा आउनु है दाइ यहाँ कलेजमा जानु पऱ्यो भनेर भन्दै थियो सो म अहिले चाहिँ त्यतैतिर जाँदैछु अनि 12 बजे कलेज पुग्नु पर्ने भनेर भन्छ केटाहरू
अनि 11:55 भइसक्यो यहीँनिर पुग्न लागे यिनीहरूको कलेज। तर अब यिनीहरू चाहिँ आइपुगेको छैन जस्तो लाग्यो क्या मलाई। सो के गर्ने होला त अब गएर वेट गरी बस्नु पर्ला। सो हामी चाहिँ बल्ल बल्ल यहाँ काम सकायौँ होइन। अब यो भाइले फेरि अब ड्यु डेट दिएको पनि 2-3 दिन पछाडि आएर 12 बजी आइज भने नि ढिलो आएर है जोस् काम भयो। अहिले भाइले चाहिँ राम्रो पढ्छ अरे भनेर भन्दै हुनुहुन्थ्यो म्यामहरूले होइन हाम्रो भाइ यस्तो राम्रो पढ्छ अरे अझ राम्रो पढ्ने भन्दै थियो होइन। यस्तै हो हामी यहाँबाट अब बाइक निकाल्न लागेको यहाँ चोकबाट अनि त्यहाँ पुगेर हामी हेर्छौँ है त। सो अहिले चाहिँ हामी हाम्रो दाइले रिभ्यू गरेको ठाउँमा मोमो खान आएको होइन। चक्क हाम्रो मोमोज आइपुग्यो। अब खाजा खाएर चाहिँ हामी जान्छौँ। जाँदैछौँ ट्रायल सेन्टरमा। हाम्रो समर्पणको चाहिँ समर्पणले चाहिँ बाइकको लाइसेन्स दिन लागेको छ अनि ट्रायल सिक्दैछु भनेर भन्दै थियो। अनि हामी चाहिँ यसो भाइलाई सपोर्ट गर्न यस समर्पण यु क्यान डु इट भन्दै चियर अप गर्न चाहिँ हामी जाँदैछ होइन। सो अहिले हामी फेरि रेडियस म्युजिककै छेउमा आइपुग्यौँ है। यता त्यता दिनमा एकचोटि रेडियस म्युजिक चाहिँ आइछ। टिटिट त्यो अर्कै बाटो गएछ कल हान्त भाइ। त्यसले चाहिँ बाइक घरमा राख्ने सोचेर त्यो घर गयो क्या। फिक्स हो ल सर्टकट बाटो कहाँ यहाँबाट छिर्ने होइन। आज साथीले छिर्यो होला त्यो यहाँबाट फिक्स। सो हामीले चाहिँ ठुलालाई धेरै अगाडि नै छोडेर आइसकेछ होइन। त्यसलाई अलिकति हिँड्दै गर भनेर भनिरहेको थिएँ किनभने बिचमा अब मामाहरूले देख्यो भने प्रब्लम हुन्छ 3 जना हिँड्न भनेर। बट आज केटाले खै के गरे दिमाग यहाँ छ। यहाँ हिँड्दै आउँदैछ बिस्तारी। हेलो योबाट हिँड्न कहाँ ल बस। सो फाइनली वी मिट आवर ब्रदर। अनि यहाँनिर ओइ के हो यार बसिस् त बाइकै रुन थाल्यो त। म्याउ 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 म्याउ। अहिले हामी चाहिँ यहाँ ट्रायल सेन्टरमा आइपुग्यौँ। यो चाहिँ हाम्रो भेनिसा ट्रायल सेन्टर समथिङ के नाम थियो है मैले बिर्सेँ। अहिले भर्खर पढाएको थिएँ। अनि यहाँको ट्रायल सेन्टर चाहिँ मजाको रहेछ। जोस् दामी पाराको। मेरो भाइ त पुरै टल्केछ यार। माथि एउटा घाम तल एउटा घाम जस्तै भएछ। सो हामी अब शीतल खोज्दै आयौँ अनि हाम्रो ब्रोले बाइक लिएर आउँदैछ है त। साथीको स्किल हेर्नुपर्छ अब है त। ल है भिडियो नबनाउनु दाइ म नर्भस हुन्छु भन्दै थियो। तैँले अब बनाइदिएको केटाको इम्प्रुभ गर्दैछ। जोस् यसले सिकेको धेरै भएको छैन 1-2 दिन मात्र भयो होइन। 1-2 दिनमा नि यत्तिको इम्प्रुभ हान्नु त्यो पनि फेरि यस्तो पात बाइकमा के त्यही धेरै हो। नाइस ल अब अगाडि पनि लैजा ल उकालोमा नि जा अब चाहिँ निकालेर। गयो यहाँनिर बिस्तारी कन्ट्रोलमा आउने है। अब जा माथि ज्यापै रोक्ने। अलि माथि पनि रोक्नुपर्छ ल। त्यो बाइकले नठेल्यो नि हामी खुट्टाले जाने रहेछ माथि। आउँदैन नि एकचोटि खुट्टा। ट्रायल सेन्टरबाट निस्किसक्यौँ हामी। त्यो ट्रायल सेन्टर साँच्ची लास्ट नै पाथ थियो क्या। किनभने बाइक नि यस्तो खराब है। लास्टमा त बाइकै बिग्रेर स्टार्टै नभएर लास्टको 4-5 मिनटमा। सो यसलाई म रिभ्यू नै दिनु पऱ्यो भने पनि म
10 मा कति दिने 3 दिँदा नि हुन्छ है 10 मा 3 रिभ्यू दिँदा मिल्ने खाले रहेछ सो अब चाहिँ हामीले यहाँ मेरो यो अर्को भाइ क्या यो गाइज हाम्रो बिच दाइलाई खतरा सपोर्ट हालिदिनु होला होइन यो चाहिँ हाम्रो राज हो होइन यस्तो ह्यान्डसम मान्छे है उसलाई भेट्यो सो अब हामी यो भाइ अनि ठुला हामी चाहिँ जाँदैछौँ है त गोकर्णेश्वर डाँडातिर यसो घुम्न जाँदैछौँ ल सिया गाइज ओभर देयर अन्त साइडमा छिरौँ भने यता हालिरहेको रहेछ त्यही भएर जो पनि हिरो बनिदिन्छ है हम शरीफ क्या हो गए जमाना बिगड गयो भन्ने सानालाई कस्तो तर नचिन्ने भने साना तल कस्तो नचिन्दो रहेछ यार यो ड्रेसमा तँलाई सिनेमेट्रिक सर्ट है यो चाहिँ हामी त उहाँ पर पुगिसकेको भने ओ चिप्लिरा जम 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 के अरे भन त एकचोटि फाइनली डेस्टिनेसनमा पुग्यो मेरो आफ्नै डेस्टिनेसन छ भन्थ्यो यही हो तर बब्बाल देख्छ रहेछ यार सनसेट त साँच्ची हो ल ल है गाइजहरू यो चाहिँ राजले हामीलाई लिएर आएको ठाउँ हो बब्बाल रहेछ ल भ्यू चाहिँ साँच्ची हो तो यहाँबाट चाहिँ अब निस्किनु लाग्यो हामी एकछिन बस्यो चिया खायो होइन अनि यसो केटाहरूले फोटोसोटो हान्ने सनसेटको भ्यूसँगै अनि अहिले चाहिँ केटाहरू अगाडि बाइक स्कुटर लिएर दौडिरहेछ मलाई हेलमेट बोकाएर हिँडेँ क्या सो अब यहाँबाट निस्केर हामी फेरि जान्छौँ रेडियसमा अनि रेडियसमा आज चाहिँ मेरो ब्यान्डसँग प्र्याक्टिस छ अर्को ब्यान्डसँग जुन ब्यान्डसँग चाहिँ हाम्रो शुक्रबार सो हुँदैछ पद्मश्री कलेजमा अनि इफ यु गाइज वान वाच अस है हाम्रो सो हेर्न चाहनुहुन्छ नि तपाईँहरू पद्मश्री कलेजमा आउन सक्नुहुन्छ फ्राइडे 11बाट चाहिँ गेट्स ओपन हुन्छ अनि त्यो दिन चाहिँ रकेट्स अनि दिपेश ठकालहरू जस्तो अरू म्युजिसियनहरू पनि आउँदै हुनुहुन्छ सो यु क्यान कम देयर सपोर्ट आवर ब्यान्ड है त ल वी आर गेटिङ लेट फर प्र्याक्टिस सो सी यु टाटा भक्तपुरमा छ अरे त ओके गाइज कस्तो राम्रो लाइटिङ रहेछ है देखिरहेको छु म सो अब आजको प्र्याक्टिस सकेर चाहिँ हामी निस्किनु लाग्यो होइन मैले मेरो ब्यान्ड मेम्बरहरूलाई चिनाउनु पाएको छैन यो चाहिँ मेरो अर्को ब्यान्ड हो दिस इज आवर बेसिस्ट गेलु अनि हाम्रो सोहन है सुनिल उसको नाम जहिले बिर्सिन्छ कि हाम्रो गिटारिस्ट हाम्रो लिड गिटारिस्ट है अनि वी आर ह्याभिङ सो दिस फ्राइडे तपाईँहरू आउन सक्नुहुन्छ है त अब हामी निस्किनु लागेको दिस इज द डे ओके टाटा बाई बाई अनि बिर्सेर नबिर्सेन है सब्सक्राइब गर्न